ओम श्री परमात्मने नमः। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवम अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेपि। ओम नमो भगवते वासुदेवाय। श्रीमद्भागवत महात्म्य पाँचौं अध्याय महात्म्य पंचम अध्याय दुन्नुकारी विमुक्ति नम। श्रीमद्भागवतम श्रुत्या गोकर्णेपि विमुक्तवान्। पाँचौं अध्यायमा दुन्नुकारीलाई मुक्ति दिने श्रीमद्भागवत सुनेर गोकर्ण पनि मुक्त भएको कथा वर्णन गरिन्छ। सुतले बन्नुको पिताको मृत्यु भएपछि दुन्नुकारीले आफ्नी आमालाई पिट्न थाल्यो। उसले भन्यो, धन कहाँ छ बताऊ, अन्यथा लात्तीले हानी मार्नेछु। दुन्नुकारीको त्रास र उसले दिएको दुःखबाट धन्नुली रातमा कुवामा खसेर मरिन्। गोकर्ण तीर्थयात्रा गर्न गए गोकर्णलाई न दुःख हुन्छ न सुख हुन्छ। उनका शत्रु पनि छैनन् र बान्धव पनि छैनन्। दुन्नुकारी वेश्यासँग सङ्गत गर्दै घरमा बस्थ्यो। अति उग्र कर्म गर्ने र वेश्याहरूलाई पोस्ने गर्थ्यो। एक दिन वेश्याहरूले गर गहना मागेर त्यसका निमित्त कामान्ध दुन्नुकारी मृत्युलाई नसम्झी घरबाट निस्क्यो। जताततैबाट धन चोरेर फेरि घर गयो। केही सुन्दर वस्त्र र गहना ल्याई वेश्याहरूलाई दियो। धेरै धन देखेर नारीहरूले राति विचार गरे, यस दुन्नुकारीले नित्य चोरी गर्दछ, यसलाई राजाले पक्रनेछन् र धन हरण गरेर निश्चित रूपमा मार्नेछन्। यसकारण धनको रक्षाको निम्ति गुप्त रूपले हामीहरूले यसलाई किन नमार्ने? यसलाई मारेर धन ग्रहण गरेपछि जहाँ कहीँ जानेछौँ, यस्तो निश्चय गरेर ती वेश्याले सुतेको दुन्नुकारीलाई डोरीले बाँधेर घाँटीमा पासो लगाएर मार्न थाले। दुन्नुकारी चाँडो मरेन र वेश्याहरू चिन्तित भए। तातो अँगारको थुप्रो दुन्नुकारीको मुखमा हालिदिए। आगोको ज्वालाको अति दुःखले व्याकुल दुन्नुकारी मर्यो। साहसी वेश्याहरूले दुन्नुकारीको मृतक देहलाई खाडलमा फ्याँकिदियो। रहस्यलाई कसैले पनि जानेनन्। लोकले सोधिएका नारीहरूले भने, हाम्रा पति टाढा जानुभएको छ। धनको लोभले खिचिएका पति यस वर्ष आउनु हुनेछ। विद्वानले दुष्ट नारीहरूको विश्वास नगरोस्। मूर्ख विश्वासमा रहन्छ, त्यो दुःखले तिरस्कृत हुन्छ। जुन नारीहरूको वचन अमृत जस्तो हुन्छ, कामी पुरुषलाई रस बढाउने हुन्छ। हृदय छुराको धार जस्तो हुन्छ। वेश्या नारीको कुन पुरुष प्रिय हुन्छ र ती वेश्याहरू सबै धन लुटेर गए। कुकर्मले दुन्नुकारी ठुलो प्रेत भयो। वायु रूप धारण गरेर दसै दिशा घुम्दै चिसो तातो सहँदै भोक प्यासले पीडित हुँदै दैव भन्दै कहीँ पनि शरण पाएन। केही समयपछि गोकर्णले दुन्नुकारी मरेको खबर पाएर उसलाई अनाथ जानेर गयामा गई श्राद्ध गरे। जुन जुन तीर्थमा जान्छन् त्यहाँ श्राद्ध गरेर यसरी घुम्दै गोकर्ण आफ्नो घरमा आएर राति अरूले नजान्ने गरी घरको आँगनमा सुते। राति सुतेको आफ्ना भाइ गोकर्णलाई दुन्नुकारीले आधा रातमा अत्यन्त डरलाग्दो शरीर देखायो। कहिले भेडो, कहिले हात्ती, कहिले रागो, कहिले इन्द्र, कहिले अग्नि हुँदै फेरि मानिस भयो। गोकर्णले यो विपरीत अवस्था देखेर यो कुनै दुर्गति प्राप्त गरेको प्राणी हो भनी निश्चय गरेर त्यसलाई भने। गोकर्णले भने, राति उग्र रूप धारण गर्ने तिमी को हौ? कसरी यस्तो अवस्था प्राप्त गरेका छौ? के तिमी प्रेत हौ अथवा पिशाच हौ वा राक्षस हौ? त्यो कुरा मलाई बताऊ। सुतले शौनकलाई भन्नुभयो। यसरी गोकर्णले सोधिएका प्रेत उच्च स्वरले बारम्बार रोयो र बोल्न नसकी सङ्केत मात्र गर्यो। त्यसपछि गोकर्णले अञ्जलीमा जल राखेर त्यस प्रेतलाई सेचन गरे। गोकर्णको सेचनले पापनाश भएको प्रेतले भन्यो, म दुन्नुकारी नामको तिम्रो दाजु हुँ। मैले आफ्नै दोषले ब्रह्मत्व नाश गरेँ। धेरै अज्ञानी मेरो कर्मको सङ्ख्य छैन। लोकको हिंसा गर्ने म वेश्या नारीहरूद्वारा दुःखले मारिएँ। यस प्रकार प्रेत योनि प्राप्त गरी मैले दुर्दशा प्राप्त गरिरहेको छु।
दैवाधीन फलको उदयले गर्दा बतासको आराले बाप्तछु कृपा सागर भाइ मलाई चाँडै मुक्त गर। यस्तो वचन सुनेर गोकर्णले त्यस प्रेतलाई भने, तिम्रा निमित्त मैले गयामा विधिपूर्वक पिण्डदान गरेँ। तिमी कसरी मुक्त भएनौ, मेरा लागि यो ठुलो आश्चर्य भयो। गया श्राद्धबाट तिम्रो मुक्ति नभएपछि यसमा अर्को उपाय छैन। हे प्रेत, मैले के गर्नुपर्छ तो तिमी विस्तारपूर्वक भन। प्रेतले भन्यो, 100 गए श्राद्धले मेरो मुक्ति हुने छैन। हे भाइ, तिमी अरू कुनै उपाय विचार गर। यस्तो प्रेतको वचन सुनेर गोकर्ण चकित भए। श्रद्धाले मुक्ति चकित भए। 100 श्रद्धाले मुक्ति हुँदैन भने तिम्रो मुक्ति असाध्य छ। हे प्रेत, मुक्ति हुने केही उपाय गर्नेछु। त्यसपछि प्रेत रुदुन्नुकारी आफ्नो स्थानमा गयो। गोकर्ण तोरात विचार गर्न लागे, उपाय प्राप्त गरेनन्। प्रातःकालमा गोकर्ण आएको देखेर प्रेमले मानिसहरू त्यहाँ आए। गोकर्णले राति भएको सबै वृत्तान्त भने। तो सुनेर विद्वान योगी ज्ञानी र ब्रह्मवादीहरूले शास्त्र हेरेर प्रेतको मुक्ति हुने उपाय देखेनन् र सबैले भने, सूर्य वाक्य नै प्रेतको मुक्तिमा परम साधना हुन सक्छ। गोकर्णले सूर्यको वेग रोकेर भने, हे जगत साक्षी स्वरूप सूर्य नारायण भगवान, हजुरलाई नमस्कार छ, मलाई मुक्तिको कारण बताउनुहोस्। तो सुनेर टाढाबाट सूर्य भगवानले स्पष्टसँग उपाय बताउनुभयो। श्रीमद्भागवतबाट मुक्ति हुन्छ, सप्ताह वाचन गर। यस्तो धर्महरू सूर्यको वचन सबैले सुने। प्रयत्नले गर्न योग्य सप्ताह वाचनलाई सबैले स्वीकारे। गोकर्ण निश्चय गरेर वाचनका निमित्त तत्पर भए। त्यस यज्ञमा कथा श्रवण गर्न देश देश र गाउँबाट मानिसहरू आए। लङ्गडा, अन्धा, बुढा, कमजोर ती सबै पापनाश गर्ने आए। त्यहाँ ठुलो समाज एकत्रित भयो। आसनमा बसेर गोकर्णले कथा भने। प्रेत पनि यताउति स्थान हेर्दै आयो र 7 आँखा भएको अग्लो बाँसको लिङ्गो देखो। त्यसै बाँसको प्वालभित्र कथा सुन्न बस्यो। वायुरूपी प्रेत बस्न नसकी बाँसमा प्रवेश गरो। वैष्णवी ब्राह्मणलाई मुख्य श्रोता बनाएर गोकर्णले प्रथम स्कन्धदेखि श्रीमद्भागवत कथा भन्न थाले। पहिलो दिनको कथा सकिएपछि विचित्र आयो। दोस्रो दिन साँझ दोस्रो ग्रन्थि भेदन भयो। विचित्र भयो। सबै श्रोताको अगाडि बाँसको एउटा ग्रन्थि फुटो र ठुलो शब्द आयो। दोस्रो दिन साँझ दोस्रो ग्रन्थि भेदन भयो। तेस्रो साँझ तेस्रो ग्रन्थि भेदन भयो। एवं प्रकारले 7 दिनमा सबै ग्रन्थिको भेदन भयो। यसरी तो प्रेत 12 स्कन्धको कथा श्रवण गरिसकेपछि प्रेत योनिबाट मुक्त भयो। तुलसी माला, पहेँलो वस्त्र, मुकुट, कुण्डल लगाएको दिव्य स्वरूप भयो। उसको शीघ्र आफ्ना भाइ गोकर्णलाई नमस्कार गरी उसले भन्यो, हे भाइ, तिमीले मलाई प्रेतत्वबाट मुक्त गर्यौ। मेरो कष्ट समाप्त भयो। प्रेतको पीडा नाश गर्ने भगवान कथा धन्य हुन्। यस्तो कृष्णलोक फल दिने सप्ताह पनि धन्य हुन्। सप्ताह श्रवण गरेपछि सम्पूर्ण पापहरू कहाँ पुग्दछन्। यो श्रीमद्भागवत कथाले हामी सबैको मुक्ति हुनेछ। वाणी, मन र कर्मले गरेको आलो पुरानो थोरै धेरै सबै पापलाई भागवत श्रवणले नाश गर्दछ। जसरी अग्निले समिधा भस्म गर्दछ, यस भारतवर्षमा विद्वानहरूले कथा नसुन्ने मानिसहरूको जन्म निष्फल बताएको छ। श्रीमद्भागवत कथा बिनाको पुष्ट शरीरको के प्रयोजन हुन्छ। शरीर त एक दिन अवश्य नाश हुनेछ। हाडको खम्मा भएको, नसाले बाँधिएको, मासु र रगतले लिपिएको, छालाले बाँधिएको, दुर्गन्ध, पिसाब र विष्टाको पात्र, बुढ्याई, शोक र कर्मफलले पीडित, रोगको मन्दिर, आतुर, दोषयुक्त, छेड, बङ्गुर, किरो, विष्टा र भस्म नामले अन्त हुने यस प्रकारको शरीर वर्णन गरिएको छ। त्यसकारण यस्तो अस्थिर शरीरले मनुष्यले स्थिर कर्म किन नगर्ने, अर्थात् अश्वमेध ये स्थिर कर्म गरोस्। बिहान पाएको अन्न साँझसम्म नाश हुन्छ।
त्यस अन्नको रसले पुष्ट भएको शरीर नित्यता के हुन्छ? सप्ताह श्रवणबाट लोकमा हरि भगवानलाई प्राप्त गर्न सकिन्छ। यसकारण सबै दोष नाश गर्ने साधन सप्ताह श्रवण न। यो कथा नसुन्ने मानिसहरू पानीमा फोका जस्तै र जन्तुमा लामखुट्टे जस्तै मर्नका निमित्त जन्मन्छन्। कथा श्रवणबाट सुकेको जड बाँसको ग्रन्थिभेदन भयो भने कथा श्रवणबाट चित्त ग्रन्थिभेदन हुनु के आश्चर्य? सप्ताह श्रवण गरेपछि श्रोताको हृदयको गाँठो नाश हुन्छ, सम्पूर्ण सन्देह नाश हुन्छ, कर्महरू क्षीण हुन्छन्। संसार रूपी लोकोले प्रचालन गर्न कुशल कथा तीर्थ चित्तमा रहे पनि मुक्ति प्राप्त हुन्छ भनी विद्वानहरूले भनेका छन्। यस प्रकार गोकर्णले भनेपछि वैकुण्ठवासीहरूले युक्त चम्किलो कान्तिको समूह भएको विमान आयो। सबै हेरिरहेको अवस्थामा धुन्धुकारी विमानमा चढो। विमानमा वैष्णवहरूलाई देखेर गोकर्णले भन्नुभयो, यहाँ नै मेरा धेरै निर्मल श्रोताहरू छन्, यिनीहरूको लागि एकैपटक विमानहरू किन आएनन्? सबै श्रोताहरूको भागवत कथा श्रवण समान रूपले देखिन्छ। कसरी फलभेद भयो हे हरिभक्त हो तपाईँहरू भन्नुहोस्। हरिदासहरूले भन्नुभयो, श्रवण भेदले फलभेद भएको हो। श्रवण त सबैले गरे तर मनन सबैले गरेनन्। भजनका हिसाबले पनि फलभेद भएको हो। 7 रातसम्म उपवास गरेर प्रेतले कथा श्रवण गरे, त्यस्तै थिर चित्तमा मनन आदि गरे। दृढ नभएको ज्ञान हत हुन्छ। प्रमादले भने सुनेको कुरा निष्फल हुन्छ। सन्देह भएका मन्त्र निष्फल हुन्छ। चञ्चल चित्त भएका मानिसले गरेको जप निरर्थक हुन्छ। वैष्णव नभएको देश हत हुन्छ। सत्पात्र नभएको श्राद्ध निरर्थक हुन्छ। त्यस्तै वेद नपढेको ब्राह्मणलाई दिएको दान निरर्थक हुन्छ। आचार नभएको कुल निरर्थक हुन्छ। गुरु वाक्यमा विश्वास, आफूमा दीन भावना, मनको दोषलाई जित्नु, कथामा निश्चल बुद्धि गर्नु इत्यादि नियम गरेको छ भने कथा श्रवणमा फल प्राप्ति हुन्छ। फेरि कथा श्रवण गरेपछि सबैको वैकुण्ठमा बास हुन्छ। यस्तो भनेर सबै हरिभक्तहरू वैकुण्ठ गए। गोकर्णले श्रावण महिनामा कथा भने 7 रातसम्म ती भक्तहरूले फेरि कथा श्रवण गरे। हे नारद, कथाको समाप्तिमा विमानमा बसेका भक्तहरूका साथ भगवान हरि प्रकट हुनुभयो। त्यसै बखत धेरै जय शब्द र नम शब्दहरू भए। त्यस सप्ताह सभामा स्वयं भगवान कृष्णले पाञ्चजन्य शङ्ख बजाउनुभयो। गोकर्णलाई आलिङ्गन गर्नुभयो र आफू समान गर्नुभयो। अरू श्रोताहरूलाई पनि आफू समान पीत वस्त्रधारी, मुकुटधारी, कुण्डलधारी पार्नुभयो। त्यस गाउँमा रहेका चन्नालदेखि ब्राह्मणसम्मका सबै मानिसहरू गोकर्णको कृपाले विमानमा बसेर गोलोकधाम गए, जहाँ योगीहरू जान्छन्। कथा श्रवणबाट प्रसन्न भएका भक्तवत्सल भगवान श्रीकृष्ण गोकर्णका साथ गोलोकधाम जानुभयो। जसरी त्रेतायुगमा अयोध्यावासी भक्तहरू श्रीरामचन्द्र भगवानका साथ गएका थिए, त्यसरी नै श्रीकृष्ण भगवानका साथ ती सबै भक्तहरू गोलोक गए, जहाँ सूर्य, चन्द्र र सिद्धहरूको गति हुँदैन। त्यस गोलोकमा ती भक्तहरू श्रीमद्भागवत कथा श्रवणबाट प्राप्त भए। हे नारद, यहाँ सप्ताह यज्ञद्वारा कथामा सञ्चित भएको उज्जवल फल तिमीलाई धेरै के भनौँ। जुन भक्तहरूले गोकर्णले भनेको कथा कानले सुनेका छन्, ती भक्तहरू फेरि आमाको गर्भमा आउँदैनन्। भक्तहरूले सप्ताह कथा श्रवणद्वारा जुन गतिलाई प्राप्त गर्छ, वायु, जल र पातहरूको भोजनले देह सुकाउने भक्तहरूले चिरकाल सञ्चित उग्र तपस्याद्वारा र योगाभ्यासद्वारा पनि त्यो गतिलाई प्राप्त गर्न सक्दैनन्। ब्रह्मानन्दपूर्ण चित्रकूट निवासी मुनीश्वर शाण्डिल्यले पनि यो इतिहासलाई पढ्नुहुन्छ। एकैपटक सुनेको पवित्र र श्रेष्ठ यस कथानकले पापको राशिलाई भस्म गर्दछ। श्राद्धमा पढियो भने यसले पितृहरूलाई तृप्ति गर्दछ। नित्य पाठ गर्नाले मोक्ष पनि गर्दछ। यति श्रीमद्भागवत महात्म्य पञ्चमोऽध्याय समाप्तम्। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम्
अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति ओम नमो भगवते वासुदेवाय सचितानन्द रूपाय विश्व